सबैभन्दा पहिले तपाईले रोटीलाई यसरी कट गर्नु होला, काट्नु होला। यसरी काटिसकेपछि तपाईले यसमा राख्नुपर्ने सिमला, प्याज, टमाटर, त्यसैगरी खुर्सानी र आवश्यक मात्रामा तपाईले के मिसाउन चाहनुहुन्छ त्यो चीजलाई तपाईले रेडी गर्नुस् र आवश्यकताअनुसार तेल राख्नुस्। यसरी काटिराखेको रोटीलाई साइडमा राख्नु होला र यसमा तपाईले प्याजलाई भुन्नुस् पहिला मजाले रातो हुने गरेर। त्यसपछि सिमला राख्नुहोस्। त्यसपछि तपाईले आवश्यकताअनुसार अन्य सामान्य बन्दागोबी पनि यसमा राख्न सक्नुहुन्छ, स्वादअनुसार राख्न सक्नुहुन्छ। त्यसैलाई अलिकति पाक्ने तरिकाले भुट्नुहोस् केही समय। यो गरिसकेपछि आवश्यकताअनुसार हल्दी, नुन, त्यसैगरी तपाईले यहाँनिर सामान्य मसला आइटम राख्न सक्नुहुन्छ। त्यति गरिसकेपछि तपाईले काटेर राखेको रोटीलाई यसरी यसमा राख्नुहोस् र मजाले चलाउनुहोस् यसलाई। अवश्य तपाईले चलाइसकेपछि यसलाई केही समय पाक्नका लागि ढाकेर छोडिदिनु पर्ने हुन्छ। अब यो पाकिसकेको छ। माथिबाट हरियो धनियालाई यसरी राखिसकेपछि यो तयार भएको छ। रोटीबाट बनेको खाजाका लागि बनाइएको परिकार यहाँनिर तयार छ। तपाईले पनि यसरी बनाउन सक्नुहुन्छ। यो गएपछि तपाईले यहाँनिर म सर्भ गरेर देखाउँछु मिठो भयो या भएन। यहाँनिर म रेस्पोन्स पनि लिन गइरहेको छु। हेर्नु होला भिडियोलाई अन्तिमसम्म। भिडियोलाई लाइक पनि गरिदिनु होला। स्वादिलो रहेछ।